हाय गाइस 1 बजे है रात को। अभी बजेगा रात के 2 गाइस र यो अन्त चाहिँ हाई हाम्रो थियो डे 3 को अर्ली मर्निङ हामी चाहिँ जुन चाहिँ लाचुङकै हामी जहाँ स्टे गर्दै थियौँ त्यहाँबाट अलिकति टाढा एउटा सनराइज हुने जग्गा रहेछ कट्राई यसैको कर्को थियो मलाई नाम चाहिँ याद छैन हो अन्त हामी त्यसकै लागि चाहिँ एक्साइटमेन्टमा हामी चाहिँ बेलुकासम्म चाहिँ सनराइज हेर्नु त के जानु भन्दै थियौँ नि त अन्त बिहान चाहिँ सबैभन्दा पहिला हामी नै उठ्यौँ अन्त यहाँ हामी भजन गाउँदै हेर्नुहोस् न बाटो कस्तो सुनसान खालको छ त्यो भजन गाउँदै हामी चाहिँ अब निक्लिसकेको छौँ सनराइजको लागि हामीलाई ड्राइभर दाजुले त भन्नुहुँदै थियो ढिलो होला जस्तै भन्नुहुँदै थियो अन्त हामी पुग्दा नपुग्दा चाहिँ गाइस उज्यालो भइसकेको थियो अन्त यो जुन हल्का हल्का रेजहरू देख्नुहुँदैछ नि पर व्हाइट कलर हो त्यो चाहिँ सनराइज हुनु आँटेको रहेछ अन्त हामी पुग्नुपर्ने चाहिँ त्यसकै अपोजिटमै हो सायद र हामी यहाँ छिटो छिटो हाम्रो ड्राइभर दाजु चाहिँ यति दामी गाडी कुदाउने यति सेफली हामीलाई चाहिँ उहाँहरूले म जस्तै गरेर नि तपाईँलाई पुऱ्याइदिन्छु नि भन्नुहुँदैछ हो अब हेरौँ भन्नु पुग्छ कि पुग्दैन भन्दै थियो र यसरी हामी जाँदैछ र हामी चाहिँ ठिक्कै टाइममा चाहिँ पुगेर हेर्नुहोस् त यहाँ देख्नुहुँदैछ टुप्पा हल्का हल्का गर्दै आउँदैछ अनि गाइस यहाँ आएर चाहिँ नि हामीलाई चाहिँ साँच्चै वर्थ इट लाग्यो अब हामी उठेको निन्द्रासँगै आएको अब घुम्नै त आएको होइन लेट्स ह्याभ फन भनेको हेर्नुहोस् न यहाँ म उयो गर्दैछु बिचको भिडियो बनाउन पाइनँ किनकि हामीले त्यो यस्तो बेसी मग्न भएर हेर्दै थियौँ कि त्यहाँदेखि हामीले यहाँ यो रिल चाहिँ नि गाइस मैले इन्स्टामा पोस्ट गरिसकेको छु यसको लागि चाहिँ मैले दादाहरूलाई यति डरलाग्दो रिक्वेस्ट गरेर रुइन्जेल भएको होइन यस्तो गरेर हेर्नु त हाम्रो बिहाइन्ड द सिन चाहिँ यहाँ यस्तो डरलाग्दो हुँदैछ हो आमाले गीत बजाइदिएर हामी नाच्दैछौँ अन्त कुकुर पनि सपोर्टमा आइरहेको छ अन्त यो रिल्स चाहिँ 1 सर्टमा होइन 3 सर्ट लिएर चाहिँ हामीले यति पर्फेक्ट रिल बनाएर चाहिँ हालेर चाहिँ मलाई यति खुसी लागिरहेको छु हो दादालाई त रिक्वेस्ट गरेको दादा प्लिज गर्ने के गर्ने भनेर मेरो जबरले गराउनु भयो र हामी त्यहाँ 1-1.5 घन्टा जस्तो बसेर रिलहरू बनाएर फोटोहरू खिचेर हेर्नुहोस् न हामी बिहानै उठेर हिँडेको सबैको आँखा ठुलो ठुलो भइरहेको छ सुन्नेर त्यहाँदेखि चाहिँ हामी हाम्रो अब फर्किने दिन थियो आज चाहिँ हाम्रो लास्ट डे थियो होइन स्टेबाट हामीले सबै सामानहरू निकालेर अब हामी चाहिँ जाँदैछ अब घर फर्केको किनकि हामी सबैजना गान्तोकबाट छुट्टिनेवाला थियो अब कतिजना गान्तोकै बस्ने कतिजना घर जाने कतिजना कहाँ जाने भएर चाहिँ अब अलिकति छिटै निक्ल्यो भने चाहिँ हामीलाई घरहरू पुग्नु गाडी पक्रिनु छेउमा सजिलो हुन्थ्यो भनेको थियो होइन अन्त त्यहाँदेखि चाहिँ यहाँ हामी जाँदैछ हो गाइस अन्त जाँदै चाहिँ बाटोमा चाहिँ यस्तो दामी बाटो कि हेर्नुहोस् न यहाँ हेर्नु न कति चाहिँ दामी बाटो देख्दैछ हो यस्तो दामी बाटो छोडेर चाहिँ अब हामीलाई चाहिँ हामी त्यस्तै कुरा गर्दै थियो हाम्रो चाहिँ फर्स्ट ट्रिप हो कजिन्सको होइन तर यति दामी हुन्छ भनेर सोचेको थिएनौँ हो अलिअलि उयो हुन्छ ठ्यासठुस हुन्छ अनि त्यस्तो केही पनि भएन अन्त मेरो चाहिँ जिन्दगीको यो बेस्ट ट्रिप होला हेर्नुहोस् न नजाराहरू यस्तो हामीलाई त लागेको थियो हाम्रो घरहरू यहीँ हुनु नि जस्तै भएको थियो हो गाइस सो अन्त बाटोमा चाहिँ हामीले यो झरना पनि भेट्यौँ यो चाहिँ गाइस यस्तो डरलाग्दो सेतो हुन्छ नि दुधहरूको जस्तै झरना अन्त यो आमाले नि यहाँ फोटो खिच्दै भनेर चाहिँ म यहाँ फोटो खिचिदिँदैछु आमाको हो र हामीले चाहिँ अब त्यहाँबाट हामी हाम्रो घरतर्फ निक्ल्यौँ र हामीले बिहानदेखि केही खाएको थिएन रहेछ बाटोमा उत्रेर हामी लेट्स ह्याभ समथिङ भनेर चाहिँ हामी चिया र बिस्किट खानुलाई बस्यौँ अन्त यहाँ चाहिँ हाम्रो किशोर दादा एकदम यस्तो कुराहरूमा चाहिँ एक्टिभ हुनुहुन्छ होइन हाम्रो एकदम केयरहरू गर्ने के खायो खाएन अन्त हामी यहाँ सबैजना बिस्किट खाँदैछ हो गाइस सबैजना मिलेर खाँदा त बिस्किट पनि मिठो हुँदो रहेछ त्यही पनि पार्लेजी अल टाइम फेभरेट सबैजनाको हो त्यसो गर्दै गर्दै हामी चाहिँ अब हाम्रो घरको लागि निक्ल्यौँ होइन अन्त तपाईँहरूले हाम्रो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच फर वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब एन्ड किप सपोर्टिङ मी थ्याङ्क यू